किशोर जति उठाउनु भएको थियो भाइले पाठा यो ठुल्ठुला त्यो हुन यो पनि यही महिना अर्को महिना 15-20मा उठ लानुहुन्छ र हामीसँग 100 हुन्छ अनि 90 85 80 85 100 यिनीहरू सबै ब्याउनेवाला थियो तयारी प्राइस अब यसो हेरिएको छ आफ्नै गाउँको लागि बाहिरबाट हामीले केजीको अहिले 15 त्यो पाठा त अहिलेसम्म मैले काहीँ एउटा पनि दिनु परेन बाहिर नै पठाउन बिउलाई नै भोलिलाई एउटा रिक्वेस्ट के गर्न आयो भने पोहोर हाम्रो कुमार सरले आएर लगाइदिनु भएको थियो यहाँ टिपिआर अहिले मेरो यो फर्मलाई टिपिआर छुटाउनु भएको रहेछ अझै त्यो अलि यता पछि त्यसले फेरि नमस्कार गर्नु सक्छ नि त्यो अर्को यो त्यो 2.5 लाख हामीले यो 18 केजीको ल्याएको 2.5 लाखमा यो पनि 2.5 लाखको हो यो पार्टी के हो यो एकदमै अलि जुम गरेको थियो सानो आइरहेको छ त्यहाँ भन्दा सानो देखिरहेको थियो ओहो त्यसले टोक्दैन सिङले मात्रै यो कति त्यो पनि 2.5 हो सानो ल्याउनु भएको यो अब तेस्रो वर्ष कति यसको वेट र कति छ होला दिनको 200 ग्रामले बढ्छ भन्छ बढ्छ यिनीहरू वर्ष बढ्दो रहेछ वर्ष मैले त्यही भनेर यसको टेस्टको लागि चाहिँ छुट्टै राख्छु कि अब त मसँग त यहाँ म्यानेजमेन्ट अझ मिलिसकेको यो अब नभ्याएर नसकेर मेरो आर्थिकले हेरिसोस् त यत्रो कम्पाउन्ड कतिको लगानी कति यो 1.25 करोड जतिको हो 1 करोडको दर्ता छ मेरो लगानी त यो अहिले कति केजी छ 155 अहिले चाहिँ जम्मा कतिवटा छ बाख्रा तपाईँको मेरो 30 35 39 50 70 सबै खिच्नु न खिच्नु म यता पनि छ यति सबैलाई घाँसहरू चाहिँ तपाईँले कहाँबाट पुर्याउनु भयो यही बाहिरबाट किनेर ल्याउने हो मेरो अनि पर छ पर एउटा एरिया लाग्छ भारत त खास पर हो बोका चाहिँ कतिवटा यो माउ बाख्राहरू कतिवटा छ माउ बाख्रा होला 35 वटा जति त्यसपछि बोका होला 20-25 वटा जति त्यसपछि पार्टीहरू छ 20-25 वटा कति केजी जति भएपछि बेच्नुहुन्छ यो 30 क्रस 30 केजी भएपछि बेच्नु त्यो रेसियोमा त्यहाँ 30 केजी पुग्यो 50 सम्म पुगेहरू छन् अस्ति दोस्रो लानुभयो केजीको चाहिँ कतिमा बेच्नुहुन्छ केजीको 1500 यो यतैतिर स्थानीय यतैतिर पनि लान्छन् कि लाँदैन लानु भएको छ 2000 सम्म पनि गएको थियो योपालि चाहिँ हामीले अब जति पहिला हो त्यसको बजार कम हुँदै गएपछि रेट घटाइयो सुरुमा चाहिँ कहाँबाट ल्याउनु भयो तपाईँले यो चाहिँ हामीले बन्दीबाट लिनु भयो हामीसँग त्यो डकुमेन्ट नपुगेछ उहाँहरूले बाहिरबाट ल्याउनु भयो बन्दीपुरबाट पहिला बन्दीपुरबाट यो यहीँ यो चाहिँ किनेर ल्याउनु भयो कि यहीँ जन्मेको किनेर ल्याएको किन यिनीहरू चाहिँ यहाँ जन्मेका यिनीहरू चाहिँ बाहिरबाट ल्याएको तिनीहरू चाहिँ किनेर ल्याएको उनीहरू चाहिँ ए ग्रेडकै होला होइन ग्रेड हुन्छ होइन 100% एउटा अहिलेसम्म मर्ने भन्ने नै छैन कति मरिरहेछ नि यस्तो 2 लाखको ल्याएर मेरो अहिलेसम्म छैन भगवान काट्न नपरोस् म त्यो कसैलाई दिने यही केही ऊ होइन मेरो अहिलेसम्म मरेको भने बच्चाहरू पनि मरे खाने बच्चाहरू पनि हेल्थ राम्रो छ तपाईँको यहाँ लगानी व्यक्तिगत सम्भव होइन
उसको हेल्थ गोल सबै हेर्नु पऱ्यो कि त्यो रातो टाउको बिहान सेतो भगवानमा गएर 100% को हुन्छ भने होइन यसको हेल्थ मोडालिटी हुन्छ नि पहिले थाहा हुन्छ। त्यसो तपाईँले राष्ट्रपतिले के सम्मान गर्यो भने तपाईँले प्रमाण पत्र के गरेको ल्याउनुहोस्। 10,000 एउटा मन्थलीमा चाहिँ एउटा पत्रकार सम्मेलन गरेर उहाँको चाहिँ राष्ट्रपति सम्मान पत्र मलाई चाहिँ उहाँहरूले यो रामेछाप जिल्लाको चाहिँ उत्कृष्ट कृषक भनेर सम्मान गर्नुभएको छ एउटा प्रमाणपत्रसँग छ। त्यसपछि पैसा पनि 10,000 पैसा पनि त्यो एउटा खाममा हालेर दिनुभएको थियो। रामेछाप जिल्लामा एकजनालाई गरेर तपाईँले पाउनु राशि 10,000 भए पनि जति भयो नि एउटा सम्मान एउटा चाहिँ मूल्याङ्कन गर्दा चाहिँ रामेछापको एउटा फल होइन पशु अनुगमन गर्दाखेरि भनेर अनि जस्तो तपाईँले चाहिँ हुन त अब हामीले राज्यले पनि अहिले प्रत्येक नागरिकलाई उद्यमी बनाउने कुरा गरिरहेको छ। नागरिकलाई जनतालाई अब सुखी बनाउने कुरा सम्पन्न बनाउने कुरा त्यो भयो भने आफै देश बन्छ भन्ने छ होइन। तर पनि अब सडक बनाउनु पर्यो सबैलाई चाहिने, स्कुल बनाउनु पर्यो सबैलाई चाहिने, मन्दिर पनि चाहिने, खानेपानी चाहिने। प्रत्येक व्यक्तिको कुरा गर्न खोज्दाखेरि मूल ठुला कुराहरू गर्दाखेरि तपाईँको निजी लगानी भएर पनि व्यवसाय गरिरहेको छ राम्रो कुरा होइन। मलाई चाहिँ उहाँहरूले दिनुभएको तपाईँ जस्तो अहिले हाम्रो अन्तर्गत भन्नुभयो तपाईँको खास चाहिँ अब सरकारको तर्फबाट स्थानीय सरकार अब हामी चाहन्छौँ 100% सम्भव छैन। एउटा टोलमा 10जना जति मान्छेले जस्तो तपाईँले जस्तै परिवार मिलेर कसैले बाख्रा पाल्ने, कसैले कुखुरा पाल्ने, कसैले चाहिँ गाई बस्तु पाल्ने, कसैले डालेको जस्तो खेती, कसैले कृषि बस्तु कुरो हो। अनि जस्तो तपाईँले निजी रूपमा गरेको तपाईँले जस्तो अरू किसानहरूले हाम्रो कालीगाउँ गरेर शिक्षा के छ तपाईँको? मेरो विचारमा पालिकामा होइन यति लगानी गरेर यति खटेर निरन्तर गर्नु भएर कसै कुनै फर्म नगरेको त भन्न मिल्दैन, गर्नु भएको छ। तर यत्तिकै लगानी गरेर व्यक्तिगत लगानी गरेर चाहिँ गर्नु भएको छैन जस्तो लाग्छ। यो पालिकामा मात्रै नभइकन जिल्लामै। अनि रामथा हाम्रो रिपोर्ट के छ पशु शाखाले जस्तो यसरी व्यक्तिले उद्यम गरेर राम्रो गरेको र अनि त्यसलाई पनि हामीले पनि सपोर्ट गरेको हाम्रो जुन विगत 7-8 वर्षहरूको अवस्था के छ शाखालाई के जानकारी छ? यसरी व्यवसाय रूपमा चाहिँ यो गोरी चाहिँ गरेको छैन। जस्तो अब यहाँ अहिले 5-4 नम्बरदेखि होइन गोरी सुन्नुभएको पार्टी अरू ठुलो यस्तो खरिखरीहरू पार्नेहरू त हुने होइन। व्यवसाय इन्टरप्रेनरसिप उद्यमशील त हामी होइन अब के गर्नु यस्तै चिजहरू अहिले तपाईँले अपेक्षा जस्तो अब जो निजी लगानी तपाईँले त्यो लगानी सक्छ त राज्यले सपोर्ट गर्नु सक्दैन। म त राष्ट्रपतिले पनि गर्यो भनेपछि अब 1-2 करोडै पैसा दिए कि भनेर एउटा सम्मान गरेको छ। अनि पैसा जम्मा 10,000 रुपियाँ छ, 10,000 रुपियाँ हाम्रो पालिकाबाट तपाईँलाई हाम्रो जोनबाट चाहिँ यो बोका उहाँहरूको 50% लगानी, मेरो 50% लगानी 1,25,000 यो 2,50,000 त किनेकै हो। राज्यको 1,25,000 मेरो 1,25,000 अनि उहाँहरूले चाहिँ त्यो मलाई चाहिँ बाख्रा जोनले दुईटा कार्यक्रममा उहाँहरूले यहाँ आएर अनुगमन गर्दाखेरि यतिको फर्मलाई दिनुपर्छ भने उहाँहरूले दिनुभएको। अन्तबाट हाम्रो वडा अध्यक्षले उता एउटा बिपिङ ट्याङ्की के अरे त्यो एउटा ट्याङ्की बनाएको छौँ। 30,000को एउटा कार्यक्रम थियो पालिकाको, त्यो पालिकाले दिएको कुरालाई त हेर्नु पऱ्यो नि त, दिनुभएको छ। अरू चाहिँ अहिले मेरो समस्या भने मूलत हामीले धेरै लगानी गरिसक्यौँ। अब लगानी गर्दा गर्दै थाक्यौँ, हामी धेरै थाक्यो पनि सक्यौँ। तर थाक्यो भने भारी ठाउँ पनि भएन। गरेपछि लकडाउन भएपछि म चलिरहने मान्छे, यो सबै यहाँको इन्जिनियर भए पनि जे भने पनि यो सबै म आफैले चाहिँ यसो नक्सा बनाएको काहीँ प्राविधिक लगाएर स्ट्यान्डर्ड बनाएको होइन। अब काम गरिरहनु पर्ने मान्छेलाई, चलिरहनु पर्ने मान्छेलाई छ्याप्प लकडाउन भइसकेपछि कहीँ जान पाएँ। काठमाडौँमा उद्योग बन्द भएपछि यहाँ त्यो लकडाउनमा काम गरेँ मैले। खास गर्दै जाँदाखेरि पालौँ न त मन हो के
युट्युबतिर हेरिन्छ बुझिन्छ त्यो एउटा मासु चाहिँ यति केजी भनिन्छ। तपाईँको व्यवसाय भनेको यही बाख्राबाटै हो, घर परिवार पाल्ने सबै यो बाख्राबाट? बाख्राबाट पनि म इटा उद्योग व्यवसाय पनि। प्लस अर्को छ। अनि अब यसलाई चाहिँ निरन्तर दिइरहने, घाटा नाफाको यहाँ लेखाचोखा छैन अहिलेसम्म, तर निरन्तर चाहिँ यो अहिले 10वटा बाख्रा पालेर बेच्ने होइन कि हामी पनि त्यसलाई उत्पादनै गरेर बाहिर पठाउने योजनामा चाहिँ अहिले चाहिँ प्रचार प्रसार पनि भयो धेरै। यहाँ यस्ता खालको बोका यस्ता खालको पार्टी बाहिर जिल्लामा पनि हिसाबले त हाम्रो पालिकामा यही एउटा मात्र हो। जिल्लाले पनि नमुनाको रूपमा चाहिँ लिइसकेर हामीले पालिकाले जस्तो तपाईँलाई अहिले सहयोग गर्यो भने यस्तै उद्यमशीलतामा तपाईँको राम्रो बनाएर अरू युवाहरू पनि यस्तो गर्न पायो भने सिक्छ कि भन्नको लागि हामीले त अझ के भन्दैछौँ भने मैले त यहाँ 3 जनाका छ लान त धेरैले लगिसक्नु भएको छ, पार्टीहरू लानु भएको छ। मेरो उद्देश्य के हो, तपाईँहरू धेरै लान सक्नुहुन्न, नलानुहोस्, 2टा लानुहोस्, जम्मा 2टा लानुहोस्। दिन गराउन चाहिँ त्यो अब बोका चाहिँ नलानुहोस्, पाठी मात्रै लानुहोस्। अनि बोका चाहिँ बरु यहीँ ल्याउनुहोस्, म फ्रीमा लगाइदिन्छु। किनभने 2टा पाठी लग्यो भने उहाँहरूलाई सहज पनि हुन्छ र 2टाले 4वटा पाठा 2टा यहाँ 3टा पनि छ कि 3 ल्या पनि होइन, 3 ल्या पनि छ कि 2टा लगाएर उहाँलाई 4वटा पाठा हुन्छ। त्यही भएर एउटा सानो परिवारलाई त खान पुग्छ कि, सानो परिवारलाई 2 जना परिवारले मजाले 2टा बाख्रा पालेपछि खान पुग्छ। यहाँ धेरै ठुलो 100औं हजारौं पालेर तपाईँको यता भित्र उता भित्र ठोकिनी बनाएर खान नदिएर तिनीहरूलाई त्यत्तिकै तडपाएर हुँदैन। यिनीहरू हाम्रो रिलेसनमा चाहिँ नजिकमा बसेर मैले अब म त्यस्तो विज्ञ होइन, यहाँ पाठा यी बच्चाहरूलाई इन्जेक्सन लाउने, औषधि खुवाउने सबैमा हालेर तर तपाईँको यो पासी चाहिँ जब अरूलाई दिने मिलेर कति वर्षमा कति समय? होइन, म 6 महिना पुर्याएछु दिन्छु। 6 महिनाको एभरेज भाउ सब कति पैसाले पकाउनु? 6 महिनाको एभरेजमा अब हामीले यो गाउँघरको आफ्नै स्थानीयहरूलाई चाहिँ 1000 रुपियाँ केजी दिन्छौँ, बाहिर पठाउनु परेपछि 1500 रुपियाँ केजीमा दिन्छौँ। 6 महिनाको समथिङ पर्यो यहीँको स्थानीय जम्मा 30,000, मूल्य पनि धेरै छैन, 30 देखि 35,000, 40,000, बढी धेरै अब वेटको आयो भने 50,000 एउटा पार्टीलाई। हामीले ल्याउँदा 2.5 लाखमा ल्यायौँ। अघि नै मैले भनिसकेँ नि, त्यहाँ बसेका पार्टीहरू त्यो एयरपोर्टतिर झरेपछि त आहा हुन्थ्यो। अघि नै मैले भने मान्छेले यो टावर डाँडा पालेपछि पहिला त हेर्नु पर्यो आएर अब घाँस के खुवाछ भने यही खुवाछ, नेचुरल यहाँको केही मस्याङको ढुङ्गा बत्नु ढेल्दा त्यो हाम्रो सतीबेर त हो, सतीबेर बनमारा कुटमिरो यही हो। मैले त्यो दाना साना यताउति ल्याएर खुवाउँदिनँ, खुवाएको पनि छैन। यहाँलाई त्यो पच्छ नि पर्दैन, त्यो मेल खान्छ खान्छ। मैले परीक्षण गरेको सबै मेल खान्छ, त्यो हामीले चर्न पनि जान्छ, त्यो पाखा भिरमा सबै चर्न पनि जान्छ। चर्न गए पनि तर त्यस्तो हुन्छ नि नराम्रो, मलाई लाग्छ मेरो त्यस्तो नराम्रो चाहिँ छैन जस्तो लाग्छ। राम्रो छ, गर्दा नहुने चाहिँ छैन। मान्छेले के गर्छ भने मलाई दुःख लागेको कुरा चाहिँ कतिपयको देखाएको छु, आज 10वटा बाख्राले फर्म दर्ता गर्ने, 1 साल रिन्यू गर्ने, अनि एउटा सानो कोठा पनि बनाउने, अनि 1-2 लाख कतैबाट पैसा पार्ने, 20,000 पार्ने, 30,000 पार्ने, 50,000 पार्ने, त्यो खाने बाख्रा सारा बेच्दिने अनि खोर रित्तै लाग्दिने। अनि यो बोयर जातको बाख्राहरू चाहिँ चराउन लाँदाखेरि चाहिँ जे पनि खाइदिन्छ अरे, यिनीहरूलाई असर गर्ने घाँसहरू पनि खाइदिन्छ अरे, अनि बिरामी हुन्छ भन्छ नि। छैन छैन, त्यो हुँदै एकदम गलत। एउटा अङ्गेरी खुवाउनु भएन, यसले अङ्गेरी चाहिँ खानु भएन, यसले बिचारा चिन्दैन, त्यो चिजबाट बच्नु पर्यो। अब जे यसमा इम्युनिटी पावरै बढी छ, पचाउने शक्ति बढी छ कि। अब त्यो हामी लोकललाई अलिकता कुरो बढिदिउँ छेडिदिन्छ, भुस्स गरेर बस्छ। अलिकता घटिदिउँ दुब्लाएर हेर्नै नहुने हुन्छ। यो सक्दो खान्छ, पचाउँछ, हेल्दी। तपाईँको भनेअनुसार एउटा के अरे बाख्रा पालकले 2टा पाठा लग्यो भने 2 जना हुने मान्छे 2टा पाठी लगाएर पालेपछि उहाँले लगभग 2 वर्ष चाहिँ पाले नि यस्तै बथान हुन्छ। मैले चाहिँ धेरै ल्याएर मैले जम्मा 20 लाखको लगानी बाख्रैबाट त जम्मा 20 लाख मैले पाठ पानी त बोका 2टा हेर्नुहोस् नि, मेरो यो एउटा हो, यो पाठी यो कहिले पत्याउँछ, त्यो भर्खर 200 रुपियाँ ब्याउँदैछ। अब यो एउटा हो, अहिले त्यहाँ छ एउटा, धेरै ल्याउनै परेन के, तर मनैदेखि लागेर म पाल्ने नै हो, म उत्पादन गर्ने नै हो भनेर लाग्नै चाहिँ पर्यो के। जब कि तपाईँको ल्याएर खोरमा राखेर अनि 1 महिनापछि मान्छे अनुगमन आउँदा छैन, त्यो खाले हो। तपाईँले त्यसै यो बाख्रा पाठी जिल्लाको अहिले जिल्लालाई तपाईँलाई यो कृषि ज्ञान केन्द्रले चिन्दाखेरि तपाईँको सम्झौता भइसक्यो।
उसले माग गर्छ अब यो तपाईँको जोनमा नि भइसक्यो जोनमा नि कोटेसन मलाई नै पऱ्यो मैले नै दिने त्यो पनि बिमा पनि छ अल बिमा छ सबैको तपाईँलाई छ नि लु भन्नुहोस् त के सहयोग गर्यो भने सानो सानो सहयोग पालिकाले अब मलाई यस्तो हो हजुरहरूले म त यति नै भन्न चाहिँ भन्दिनँ मेरो फर्म यस्तो छ मलाई तपाईँले जति दिनुहुन्छ त्यसको चाहिँ म फेरि कस्तोमा काम गरिहाल्ने के यहाँ चाँड बनाऊ अथवा मैले घेरा बार्नु अघि नै भनिसकेँ मैले यहाँ पार्टिसन गर्नु छ नि यहाँ पार्टिसन गर्नु छ नि त त्यो पार्टिसन गर्ने बोका एक ठाउँमा पार्टी एक ठाउँमा यिनीहरू लगेपछि यहाँ पार्टिसन गर्दा त फेरि यो मल निकाल्ने ठाउँ नहोला नि हुन्छ यस्तो पार्टिसन गर्दा भने के बनाउने भन्नुहुन्छ भने एउटा स्टेपहरू बनाउनु पर्छ यहाँ फलेकमाथि यिनीहरू बस्नु मिलोस् तल बढार्न मिलोस् कि त्यो त फेरि त गहिरो छ गहिरो चाहिँ अलिकता त्यसरी बनाउन मिल्छ यो काम छ मेरो भित्रै पनि फोहोर मर्मत गर्ने बेला भएको छ अघि नै उहाँले भनिसक्नु तलबाट मुतले खान लागेको छ भने कि अब यसैलाई मर्मत गर्ने कि अब मैले त्यहाँ तपाईँको नयाँ फेर्दै आएको छु ऊ यहाँबाट सुरु गरेको छु यहाँबाट नयाँ फेर्दै त्यहाँ पुगेको छु यसलाई फेर्ने बेला नि भएको छ त्यो पनि छ समस्या अनि घाँस हाल्ने टाट्ना बनाएको छ त्यस्तो टाट्ना हुन्छ घाँस हाल्ने बच्चा जगत छ यो वर्ष हामीले पार्टी माग्यो भने कतिवटा दिन सक्छौँ हामी 30 देखि 35 वटा अहिले छन् त्यसपछि यिनीहरू अब यी लाइनमा सबै भ्याउने यो 2टा 3टा एक दिनमा 4 वा 5 वटा भ्याउने छन् क्या त्यो बेला चाहिँ अलिकता मेहनत गरेर गयो भने राम्रो हुन्छ 1 महिना मेहनत गरेपछि फेरि इजी यिनीहरूलाई बोलिहाल्न अप्ठ्यारो छ जस्तो हामीले 3-4 सय 500 जति खोर बनाएका छौँ हामी अहिले खोरको अध्ययन गरिरहेका छौँ खोर बन्यो बाख्रा कस्तो छ मैले सुरुमा चाहिँ 5 वटा बाख्रा हुनेलाई खोर बनाउनुहोस् उमेर 50 वर्ष कट्नु भएन त्यो घरको मान्छेको र 5 वटा बाख्रा पालेर दिनुहोस् भनेपछि टार्गेट पनि के हो भन्दाखेरि खोर छ त्यही लुम्रो झाम्रो भयो नि हाम्रो रैथाने बाख्रा पालेको छ तर खोर बनेपछि उनीहरू इन्ट्रेस्ट देख्यो भने त्यहाँ बल्ल अनि आधुनिक खालको खरी जात हो कि बयर जात हो कि कुनै न कुनै प्रजातिको एउटा तपाईँको बच्चा पठाउनु पायो भने बिस्तारै सुधार होला कि भन्ने मेरो चाहना छ त्यो अहिले हामी पशु शाखाबाट रिपोर्ट लिइरहेछौँ खोरको अवस्था कस्तो छ त्यो भत्किसक्यो कि बाख्रा कतिवटा छ अन्त हामीले 20,000 25,000 अनुदान दिएको खोरमा 67 वटासम्म बाख्रा छ भनेर सुनेको छौँ त्यो हामी गर्दैछौँ र सम्भवतः हामी आफू पनि पार्टी किन्न सक्छौँ बोका त हामीले घुमघुम गर्ने एउटा दलले पठाएको थियो एउटा बोको काट्यो दियो भन्ने सुनेको छौँ सेती मकै हो अरू केही पनि छैन सेती मकै बाहेक यो भरि उत्यो भरि यो भरि दिनमा यो भरि यो भरि यो भरि गएपछि 2 चोटिलाई ए 2 चोटिलाई दिनमा 2 चोटि खुवाउनुहुन्छ 2 चोटि नखाएको त्यो